संसारभरि तपाईँ हामी यात्रा गर्यौं भने नेपालको पासपोर्ट देख्ने बित्तिकै ती मुलुकहरूले के भन्छ भन्दाखेरि यो गए गुज्रेको देशबाट आएको छ रहेछ भनेर चाहिँ भन्छ। किनकि त्यो एउटा संसारभरिको पासपोर्टहरूको पनि एउटा मापन एउटा मूल्याङ्कन गर्ने एउटा छ। उसले के भन्छ भन्दाखेरि नेपालको रातो पासपोर्ट होल्डर भएर एउटा कूटनीतिक व्यक्तिको रूपमा गएको व्यक्तिहरू पनि त्यो लेभलको पाइँदैन अरे। किनकि त्यस्तो खालको भ्रष्टाचार हुँदो रहेछ यहाँनिर। भन्नुको तात्पर्य नेपालको यति गए गुज्रेको स्थितिमा पुर्याइएको छ। तपाईँ हामीले अब सोच्ने बेला आएको छ। तर त्यो सोच्ने बेला कहिले भन्दाखेरि अहिलेदेखि नै अब फागुन 21 गते तपाईँ हामीले चाहिँ तपाईँ त्यो फागुन 21 गते भन्दा अगाडि आउला आपा आमा भन्दै आउला हैन, फ्याफुला झोले भन्दै आउला। तपाईँ हामीले सोच्ने बेला आएको छ। तपाईँ हाम्रो जस्तै अनुहार भएका व्यक्तिहरू आउँछ, तपाईँ हाम्रै कुरा गर्ने व्यक्तिहरू आउला। तर तपाईँ हामीले के भन्नु सक्नुपर्छ भन्दाखेरि तिमी मूलवासी हौ भनेर सोध्नु सक्नुपर्छ। तिमी मंगोल हौ भनेर सोध्नु सक्नुपर्छ। यदि उले होइन हामी मंगोल होइनौ, हामी मूलवासी होइनौ, हामी आदिवासी, हामी जनजाति हौ भने हामी झुकिनु हुँदैन। हेर्नुस्, किनकि मंगोल र मूलवासी भन्ने आँट मंगोल नेशनल अर्गनाइजेसनको नेता कार्यकर्ताले मात्र गर्न सक्छ, अरु कसैले गर्न सक्दैन। हेर्नुस्, किन भन्दाखेरि मंगोल र मूलवासी भन्ने शब्द यति शक्तिशाली शब्द हो। यो शब्दकै कारणले गर्दाखेरि महामना डाक्टर गोपाल गुरुङजीले नेपालमा जर्जर रूपमा जकडिएर बसेको जुन राज संस्था हिन्दू राष्ट्रहरू जस्तो ढाल्नु सक्षम हुनुभयो। त्यसकारणले गर्दाखेरि जसले मंगोल र मूलवासीको कुरा गरेर, जसले मंगोल र मूलवासी उच्चारण गरेर तपाईहरुको घरदैलोमा अशिक्षित भयो भने अहिलेको विश्व जगतमा एक हिसाबले लड्न सक्ने त्यो खालको दिमाग, त्यो खालको सोच नभएको जनता भयो भने उसलाई राज गर्नु, उसलाई उसको शासन सत्ता टिकाइ राख्नुको लागि चाहिँ सजिलो पर्न जान्छ। हेर्नुस्, त्यो खालको गतिविधि भएकाले गर्दाखेरि अहिले पनि हेर्नुस् जेनजी आन्दोलन भन्दा अगाडिको सरकारहरूले आफ्नो राष्ट्रिय बजेटहरुमा चाहिँ स्कुल बनाउने कुराहरुमा, ठुलठुलो युनिभर्सिटी बनाउनु पर्ने कुराहरुमा, ठुलठुला त्यस्ता फ्याक्ट्रीहरु खोल्ने कुराहरुमा लगानी गरेको पाइँदैन। हेर्नुस्, जो जनताले आधारभूत आवश्यकताको रूपमा उपभोग गर्ने कुराहरुमा पनि व्यापारीकरण गरेको पाइन्छ। हेर्नुस्, मानव जीवन मानव अधिकारको रूपमा उहाँले चाहनु भएको थियो भने आलिशान जीवन जिउन सक्नुहुन्थ्यो। किनकि राजा महेन्द्रले, राजा वीरेन्द्रले उहाँलाई बारम्बार अफर गरिएको थियो, तपाई राजदूत भएर सहयोग गरिदिनुहोस्, तपाई अञ्चलाधीश बनेर बसिदिनुहोस्, तपाई चाहनुहुन्छ भने मन्त्री प्रधानमन्त्री खाइदिनुहोस्। तर गुरुङ सर यस्ता लोकतन्त्रको कुरा, धर्मनिरपेक्षको कुरा र प्रान्तीयताको कुरा, अस्तित्व अधिकारको कुरा नगर्नुहोस् भनेर उहाँलाई बारम्बार आग्रह गरिएको थियो। तर उहाँले ठाडो के जवाब दिनुभयो भन्दाखेरि म व्यक्तिगत रूपमा म एक्लैले म सुख सहेलको जीवन जिएर हुँदैन, मैले मेरो समाज जो 80% यहाँका समग्र मूलवासी मंगोल जनताहरूको निम्ति बोलिदिनु पर्छ, चेतनाको अभिवृद्धि गरिदिनु पर्छ, राजनीतिक रूपले चेतनशील बनाउनु पर्छ, आर्थिक रूपले समुन्नत बनाउनु पर्छ, धार्मिक सांस्कृतिक रूपले हामी सम्पन्न हुनुपर्छ भनेर उहाँले त्यो राजाले दिएको अफरलाई चुनौतीका साथ उहाँले चाहिँ त्यो अफरहरूलाई ठुक्राएर चाहिँ उहाँले समग्र नेपाली जनताको लागि जिउनु हो। हाम्रो संस्कारहरुमाथि, हाम्रो इतिहासहरुमाथि प्रहार गरेर चाहिँ हाम्रो सम्पूर्ण कुरो मेट्ने शासन सत्तामा रहेका शासकहरूले गरिरहेको हामीले पाएको छौं। यो ज्वलन्त उदाहरण हो। अहिले त्यो रिन्चेन दोर्जेको इतिहास हामीले पल्टाउँदाखेरि कहाँ गएर खोज्ने, कहाँ गएर हेर्ने,
किनकि शासकले त्यो इतिहास लेखिदिँदैन, त्यो इतिहास पढाइदिँदैन। हामीले खोज्नु जाँदाखेरि एउटा अमुक व्यक्तिले चाहिँ आफ्नो निजी सम्पत्तिको रूपमा उपभोग गरिरहेको छ, त हामीले कहाँ खोज्नु जाने? त यो खालको गतिविधि तेमलमा मात्र होइन, समग्र देशभरि भइरहेको छ। समग्र देशभरि नै यो खालको परिपाटीहरू हिजो 470 वर्षदेखि 465 वर्ष अगाडिदेखि भएको पाइन्छ। त्यसकारणले गर्दाखेरि हाम्रो तपाईहरुलाई आग्रह अनुरोध, हाम्रो अग्रजहरूबाट इतिहासको पानाहरूमा हामीले पढेर सुनेको थियौं, बुझेको थियौं। किनभने भने तेमल गाउँ सभा, तेमल गाउँ एक हिसाबले ऐतिहासिक यस अर्थमा किनकि यहाँ रिन्छेन तामाङ, रिन्छेन दोर्जे राजाहरूको इतिहासहरू हामी पाउँछौं हैन। यो हिसाबले हेर्दै गर्दाखेरि तपाई हाम्रो पुर्खाहरूले राज गरेको यो ठाउँ, यो गाउँ, यो बेसी परिस्थितिमा हामीले आज आएर आफूलाई बुझ्दै गर्दाखेरि हामी कता कता हराएको जस्तो, कता कता बाटो बिराएको जस्तो परिस्थितिमा आएको छौं। अहिले म 2 वर्ष अगाडि यो ठाउँमा आउँदै गर्दाखेरि यहाँको इतिहासलाई त्यो बेलामा मैले त्योभन्दा अगाडि पढेको थिएँ, बुझेको थिएँ, सुनेको थिएँ, तर यहाँ प्रत्यक्ष आएर हेर्दै गर्दाखेरि ती राजाहरूको दरबारहरू, भग्नावशेषहरू कहाँ कता छ भनेर मैले बुझ्दै गर्दाखेरि मंगोल नेशनल अर्गनाइजेसन तेमल गाउँपालिकाको ऐतिहासिक तेस्रो अधिवेशनको यो जुन खुला सभाका सभाध्यक्ष महोदय, त्यस्तै गरेर ड्यासमा आसीन संगठनका प्रवक्ता, आजको यो कार्यक्रमका विशेष अतिथि, अन्य अतिथि, उपस्थित रहनुहुने सुरक्षाकर्मी मित्रहरू, पत्रकार मित्रहरू, विद्यार्थी भाइ बहिनीहरू र यो तेमल गाउँ सभा अन्तर्गत रहेका विभिन्न वडाहरूबाट उपस्थित रहनुहुने तपाईं सम्पूर्ण मंगोल नेशनल अर्गनाइजेसनका शुभचिन्तक, शुभेच्छुक, आमा बाउ, दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो अभिवादन स्वीकार्नुहोला। जय मंगोल। समयको पाबन्दी छ, तपाईहरु माझमा यो समयमा आउँदै गर्दाखेरि हामीले घर पुग्नु पर्ने हुन्छ। त्यसकारणले गर्दाखेरि मैले आफ्नो भनाइहरूलाई सकभर छोटो भन्दा छोटो राख्ने म जमर्को गर्नेछु। पूर्वोक्त मित्रहरूले तपाईहरुलाई सबै कुरा सविस्तार बताइसक्नु भएको जस्तो मलाई लाग्दछ। यो तेमल गाउँ सभाको यो तेस्रो अधिवेशनको खुला घोषणा सभा हुँदै गर्दाखेरि मलाई स्मरण आयो, आजभन्दा सम्भवतः 2 वर्ष अगाडि जस्तो लाग्छ, यही ठाउँमा म आएर तपाईहरुको माझमा मैले मंगोल नेशनल अर्गनाइजेसनको दर्शन, सिद्धान्त अनि संगठनले भावी दिनहरुमा के कस्ता संघर्षहरूको लागि लडिरहेको छ, के कस्ता उपलब्धि हासिल गर्नको लागि यो संगठन लडिरहेको छ, यो संगठन संघर्ष गरिरहेको छ भनेर मैले तपाईहरु माझमा आजभन्दा 2 वर्ष अगाडि सम्भवतः मलाई लाग्छ आएर बताएको थिएँ। यो तेमल गाउँ आफै पनि एउटा ऐतिहासिक गाउँ। हामीले पहिला इतिहासका पानाहरूमा काभ्रेको तेमाल भन्ने ठाउँहरूको इतिहासहरू यता कता हाम्रो अग्रजहरूबाट इतिहासको पानाहरूमा हामीले पढेर सुनेको थियौं, बुझेको थियौं। किनभने भने तेमल गाउँ सभा, तेमल गाउँ एक हिसाबले ऐतिहासिक यस अर्थमा किनकि यहाँ रिन्छेन तामाङ, रिन्छेन दोर्जे राजाहरूको इतिहासहरू हामी पाउँछौं हैन। यो हिसाबले हेर्दै गर्दाखेरि तपाई हाम्रो पुर्खाहरूले राज गरेको यो ठाउँ, यो गाउँ,
यो बेसी परिस्थितिमा हामीले आज आएर आफूले आफूलाई बुझ्दै गर्दाखेरि हामी कता कता हराएको जस्तो, कता कता बाटो बिराएको जस्तो परिस्थितिमा आएको छौँ। अहिले म 2 वर्ष अगाडि यो ठाउँमा आउँदै गर्दाखेरि यहाँको इतिहासलाई त्यो बेलामा मैले त्योभन्दा अगाडि पढेको थिएँ, बुझेको थिएँ, सुनेको थिएँ, तर यहाँ प्रत्यक्ष आएर हेर्दै गर्दाखेरि ती राजाहरूको दरबारहरू, भग्नावशेषहरू कहाँ कता छ भनेर मैले बुझ्दै गर्दाखेरि यहाँभन्दा केही पर मैले पाएँ। तर बडो विडम्बनाको साथ मैले भन्नुपर्छ, अहिले आएर ती भग्नावशेषहरू एउटा अमुक व्यक्तिको नाममा, एउटा अमुक व्यक्तिले चाहिँ आफ्नो निजी सम्पत्तिको रूपमा चाहिँ उपभोग गरिरहेको पाएँ। र मैले महसुस गरेँ, एउटा विद्वानले भनेको छ, यदि कुनै समुदाय सम्प्रदायलाई चाहिँ तहस नहस गर्नु छ, उसलाई निमित्यान्त बनाउनु छ भने उसको भाषा, धर्म, संस्कार, संस्कृतिमा अतिक्रमण गर, कालान्तरमा गएर आफै बिलाएर जान्छ भनेर भनेको थियो। त्यस्तै आज आएर हाम्रो संस्कारहरूमाथि, हाम्रो इतिहासहरूमाथि प्रहार गरेर चाहिँ हाम्रो सम्पूर्ण कुरो मेट्ने शासन सत्तामा रहेका शासकहरूले गरिरहेको हामीले पाएको छौँ। यो ज्वलन्त उदाहरण हो। अहिले त्यो रिन्चेन दोर्जेको इतिहास हामीले पल्टाउँदाखेरि कहाँ गएर खोज्ने, कहाँ गएर हेर्ने? किनकि शासकहरूले त्यो इतिहास लेखिदिँदैन, त्यो इतिहास पढाइदिँदैन। हामीले खोज्नु जाँदाखेरि एउटा अमुक व्यक्तिले चाहिँ अब त्यसो हुनु दिनु हुँदैन, अब समय आएको छ। हामीले आफ्नो ठानेर, आफ्नो मानेर बारम्बार विश्वास गर्यौं, फलत हामीले के पायौं? अहिले समीक्षा गर्ने बेला आएको छ। मंगोल नेशनल अर्गनाइजेसनको फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले लामो समयदेखि आफ्नो जीवन नै समर्पित गरेर यो मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता अनि मानवाधिकार अस्तित्वको निम्ति उहाँले लड्नुभयो। यहाँका समग्र बृहत्तर नेपाली जनताको लागि, बृहत्तर नेपाली जनताहरूको भाषा, धर्म, संस्कार, संस्कृतिको लागि उहाँले लडिदिनु भयो। हामीले यो कुरो बुझ्नु जरुरी छ। उहाँले आफ्नो जीवनमा सदैव भन्ने गर्नुहुन्थ्यो, उहाँले चाहनु भएको थियो भने आलिशान जीवन जिउन सक्नुहुन्थ्यो। किनकि राजा महेन्द्रले, राजा वीरेन्द्रले उहाँलाई बारम्बार अफर गरिएको थियो, तपाईँ राजदूत भएर सहयोग गरिदिनुहोस्, तपाईँ अञ्चलाधीश बनेर बसिदिनुहोस्, तपाईँ चाहनुहुन्छ भने मन्त्री प्रधानमन्त्री खाइदिनुहोस्। तर गुरुङ सर यस्ता लोकतन्त्रको कुरा, धर्मनिरपेक्षको कुरा र प्रान्तीयताको कुरा, अस्तित्व अधिकारको कुरा नगर्नुहोस् भनेर उहाँलाई बारम्बार आग्रह गरिएको थियो। तर उहाँले ठाडो के जवाब दिनुभयो भन्दाखेरि, म व्यक्तिगत रूपमा म एक्लैले म सुख शैलको जीवन जिएर हुँदैन, मैले मेरो समाज जो 80% यहाँका समग्र मूलवासी मंगोल जनताहरूको निम्ति बोलिदिनुपर्छ, चेतनाको अभिवृद्धि गरिदिनुपर्छ, राजनीतिक रूपले चेतनशील बनाउनुपर्छ, आर्थिक रूपले समुन्नत बनाउनुपर्छ, धार्मिक सांस्कृतिक रूपले हामी सम्पन्न हुनुपर्छ भनेर उहाँले त्यो राजाले दिएको अफरलाई चुनौतीका साथ उहाँले चाहिँ त्यो अफरहरूलाई ठुक्राएर चाहिँ उहाँले समग्र नेपाली जनताको लागि जिउनु हो। समग्र नेपाली जनताहरूको विषयमा उहाँले बोल्न थाल्नुभयो। त्यहाँदेखि उहाँको जिन्दगी एक हिसाबले दर्दनाक परिस्थितिमा गुज्रेको हामी पाउँछौँ। हामीले उहाँको त्याग, उहाँको समर्पणलाई अब बुझ्ने बेला आएको छ। किन भन्दाखेरि अहिलेसम्म जुन हिसाबले यो मुलुकमा शासन सत्तामा रहेका व्यक्तिहरूले यो मुलुकलाई शासन गर्नु खोजिरहे, त्यसमा के देखिन्छ भन्दाखेरि उहाँले देशलाई विकास गर्नु होइन, यो यहाँका समग्र नेपाली जनतालाई समुन्नत समृद्धिशाली नेपाल बनाउन खोजेको देखिँदैन, पाइँदैन। कसरी आफ्नो शासन टिकाइराख्ने,
यहाँका समग्र वृद्ध नेपाली जनतालाई कसरी अशिक्षित दरिद्र बनाइराख्ने भन्ने खालको षड्यन्त्रको भुमरीमा चाहिँ यो देशलाई रुमलाइरहेको अवस्था पाइन्छ र देखिन्छ। अहिले हेर्नुहोस्, संसार 21औं शताब्दीको यो चरम बिन्दुमा हुँदाहुँदै पनि हामी काठमाडौँबाट नजिकैको जिल्ला तेमालको यो तपाईहरुको ठाउँमा आउँदाखेरि तपाईँ यो ठाउँमा हामी आइपुग्नुको लागि बिहान सबेरै उठेर हिँड्दाखेरि पनि 5-6 घण्टा लाग्ने परिस्थिति छ। संसार हेर्नुहोस्, अहिले एआई टेक्नोलोजीको युगमा छ। तपाईँ हाम्रो मुलुक, तपाईँ हामी अहिले पनि धामी झाँक्रीमा विश्वास गर्ने अनि सरकारले त्यतातिर लगानी गर्ने परिस्थिति छैन। यो किन यस्तो भइरहेको छ भन्दाखेरि यो राज्यबाट नियोजित तरिकाले सुनियोजित तरिकाले चाहिँ यो अवस्था सिर्जना गर्नु उनीहरू तल्लीन छ। यहाँका समग्र जनताहरू यदि अशिक्षित भयो भने अहिलेको विश्व जगतमा एक हिसाबले लड्न सक्ने त्यो खालको दिमाग, त्यो खालको सोच नभएको जनता भयो भने उसलाई राज गर्नु, उसलाई उसको शासन सत्ता टिकाइराख्नुको लागि चाहिँ सजिलो पर्न जान्छ। हेर्नुहोस्, त्यो खालको गतिविधि भएकाले गर्दाखेरि अहिले पनि हेर्नुहोस्, जेनजी आन्दोलन भन्दा अगाडिको सरकारहरूले आफ्नो राष्ट्रिय बजेटहरूमा चाहिँ स्कुल बनाउने कुराहरूमा, ठुल्ठुलो युनिभर्सिटी बनाउनु पर्ने कुराहरूमा, ठुल्ठुला त्यस्ता फ्याक्ट्रीहरू खोल्ने कुराहरूमा लगानी गरेको पाइँदैन। हेर्नुहोस्, जो जनताले आधारभूत आवश्यकताको रूपमा उपभोग गर्ने कुराहरूमा पनि व्यापारीकरण गरेको पाइन्छ। हेर्नुहोस्, मानव जीवन, मानव अधिकारको रूपमा मानवहरूले पाउने आधारभूत आवश्यकताको रूपमा जो सरकारमा बसेका शासकहरूले चाहिँ प्रत्याभूत गर्नुपर्ने घाँस बाँस कपास स्वास्थ्य र शिक्षा जस्तो आधारभूत आवश्यकता कुराहरूमा पनि सरकार चाहिँ व्यापार गर्नु तल्लीन भएको देखिन्छ। हेर्नुहोस्, शिक्षा, तपाईँ हामीले शिक्षा निशुल्क पाउनु पर्ने थियो, पाउनु पर्छ, किनकि शिक्षा भन्ने कुरो चाहिँ संसारमा निशुल्क हुन्छ। तर अहिले हेर्नुहोस्, निशुल्क शिक्षा हामीले पाइरहेको अवस्था छैन। सरकारी स्कुलहरूमा गुणस्तरीय शिक्षा हुँदैन, प्राइभेट स्कुलमा गयो भने चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ। सरकार किन मौन छ? किनकि सरकारले शिक्षामा व्यापार गर्ने छोड दिएको छ। व्यापारीहरूले सिन्डिकेटको रूपमा चाहिँ यो देश चलाइरहेको छ। हेर्नुहोस्, स्वास्थ्यमा त्यही छ, स्वास्थ्यमा व्यापार भएको छ। हेर्नुहोस्, यो यावत कुराहरूलाई हेर्दै गर्दाखेरि के पाइन्छ भने देश नै एउटा व्यापारीहरूले सिन्डिकेट मार्फत चलाइरहेको देखिन्छ, बुझिन्छ र सरकार चाहिँ मुखदर्शक भएर चाहिँ बसिरहेको देखिन्छ। त जेनजी आन्दोलन पछाडि, जेनजी आन्दोलनबाट सिर्जना भएको विषम परिस्थितिलाई यदि सम्बोधन गर्छ भनेर चाहिँ समग्र देशका जनताहरूले चाहिँ विश्वास गरेको एउटा अहिलेको सरकारले पनि त्यो खालको विधि, त्यो खालको सिस्टम, त्यो खालको नीतिहरू ल्याएको पाइँदैन। त हामीले के बुझ्नु जरुरी छ भन्दाखेरि अब यो सम्पूर्ण कुराको निराकरणको लागि, यो सबै समस्याको समाधानको लागि चाहिँ अन्तिम एउटै मात्र विकल्प मंगोल नेशनल अर्गनाइजेसन हामीले र कुखुराको भाले, त्यो एउटा अवसर आएको छ। कुखुराको भाले चुनाव चिन्हमा चाहिँ तपाईँ हामीले भोट हाल्नु जरुरी छ। मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामना डाक्टर गोपाल गुरुङजीले आफ्नो जीवन कालमै यो मुलुकलाई आवश्यक पर्ने नीतिगत कुराहरू चाहिँ आफ्नो घोषणा पत्र मार्फत उल्लेख गरेर लिपिबद्ध गरेर जानु भएको छ। समग्र नेपालीहरूको भाषा संस्कार संस्कृतिको विकासको लागि चाहिँ उहाँले के भन्नुभएको छ भन्दाखेरि नेपालमा श्रीजंगा थेबेको नाममा चाहिँ एउटा विश्वविद्यालय बनाइनेछ भनेर चाहिँ उहाँले उद्घोष गर्नुभएको छ। हाम्रो चुनावी एजेन्डाको रूपमा त्यो रहन्छ। हेर्नुहोस्, अहिले हेर्नुहोस्, भाषा धर्म संस्कार संस्कृतिको कुरा हुन्छ,
तर यो माटोको भाषा, यो माटोको संस्कार, यो माटोको संस्कृति विषयमा पढाइ हुँदैन। हेर्नुस्, त्यो विश्वविद्यालयमा त्यो पाठ्यक्रम पाइँदैन। हेर्नुस्, अहिले लोकतन्त्र आएर यता कता कसैले यदि इच्छाएको छ भने उसले त्यो विषयमा चाहिँ पढ्ने एउटा वातावरण बन्छ। तर पहिला त्यस्तो खालको परिपाटी थिएन। त यो माटोको भाषा यहाँका समग्र मूलवासी मंगोलहरूले बोल्ने भाषा, यो माटोको संस्कृति यहाँका समग्र मूलवासी मंगोलहरूले मनाउने संस्कृति हो। तर यहाँ के पढाइ हुन्छ? विदेशबाट आयातित भाषा, खस भाषा पढाइ हुन्छ, विदेशबाट आयातित संस्कार, दशैंको कुरा पढाइ हुन्छ, विदेशबाट आयातित संस्कार संस्कृतिहरूको विषयमा पढाइ हुन्छ। त्यो गलत भइरहेको छ भनेर चाहिँ हामी भन्न चाहन्छौँ। त श्रीजंगा थेपेको नाममा हामीले यदि विश्वविद्यालय बनायौं भने समग्र यहाँका वृहत नेपाली जनताको भाषाको विषयमा, संस्कार संस्कृतिको विषयमा चाहिँ हामी पढाउने, अनुसन्धान गर्ने, त्यसको विकासको लागि चाहिँ हामीले चाहिँ एउटा त्यो खालको काम गर्ने एउटा नीति ल्याउनेछौँ। अर्को, लखन थापाको नाममा हामीले विश्वविद्यालय बनाउँछौँ, जसले लखन थापा जस्तो एउटा राजनीतिक चेतनशील भएको व्यक्ति जस्तो राजनीतिक रूपले चेतनशील भएको एउटा जनता बनाउनुको लागि चाहिँ प्रेरित गर्छ। उहाँको नाममा हामी एउटा विश्वविद्यालय बनाउँछौँ। र मंगोल नेशनल अर्गनाइजेसनकै मागको मुद्दालाई सम्बोधन गर्दै केही विगतका सरकारहरूले चाहिँ लुम्बिनी विश्वविद्यालय बनाएको पाइन्छ। यो पनि मंगोल नेशनल अर्गनाइजेसनको माग मुद्दा थियो र यसलाई अझै विकास गर्नको लागि चाहिँ मंगोल नेशनल अर्गनाइजेसन भोलिको दिनमा चाहिँ नीतिगत रूपमा चाहिँ लागि पर्नेछ भन्ने कुरो तपाईहरुमा म अनुरोध गरेर जानकारी गराउन चाहन्छु। मंगोल नेशनल अर्गनाइजेसनले यस्ता धेरै योजनाहरू घाँस बास कपास स्वास्थ्य शिक्षा जस्तो कुराहरूमा कसरी यहाँका जनतालाई हामी निशुल्क उपलब्ध गराउन सक्छौं भन्ने कुरोमा चाहिँ हामीले रोड म्याप तयार गरेर अगाडि बढिरहेका छौं। वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले हामीलाई बारम्बार भनिराख्नु भएको छ, यो घाँस बास स्वास्थ्य शिक्षा जस्तो कुराहरूमा कहिले पनि व्यापार गर्नु हुँदैन। सरकारले लोकतान्त्रिक समाजवाद अन्तर्गत यो नीतिहरू ल्याएर घाँस बास स्वास्थ्य र शिक्षा जस्तो कुराहरूलाई चाहिँ निशुल्क जनतामा चाहिँ प्रभाव गर्ने एउटा प्रावधान ल्याउनु पर्छ भनेर चाहिँ वर्तमान श्रद्धेय प्रेसिडेन्टज्यूले एउटा रोड म्याप तयार गर्नु भएको छ। तपाईहरुलाई लाग्न सक्छ मंगोल नेशनल अर्गनाइजेसन यदि भोलि सत्तामा गयो भने कसरी यो निशुल्क हुन सक्ला भनेर तपाईहरुलाई लाग्न सक्छ। त मंगोल नेशनल अर्गनाइजेसनले के भनिरहेको छ भन्दाखेरि यदि यो मुलुकको विभिन्न प्राकृतिक स्रोतको कुराहरू छ, यहाँबाट बगेर जाने सप्तकोशीको पानीहरू छन्, जंगलहरूमा जडीबुटीहरू छ, विश्वभरिको पर्यटकहरूलाई चाहिँ एउटा मनमोहक दृश्य दिने हाम्रा हिमालहरू छन्। यी सबैहरूलाई हामीले व्यवस्थापन गर्न सक्यौं भने त्यहाँबाट आर्जित रकम, त्यहाँबाट आर्जित पैसाहरू चाहिँ हामीले स्वास्थ्यमा लगानी गरेर, शिक्षामा लगानी गरेर, घाँस बास कपास जस्तो कुराहरूमा लगानी गरेर चाहिँ हामीले यहाँको जनताहरूलाई निशुल्क गर्न सक्छौं। तर के भइरहेको छ भन्दाखेरि त्यो सबै स्रोतबाट आएको रकमहरू चाहिँ सरकार अहिले चरम भ्रष्टाचार गरेर चाहिँ आफ्नो दुनो सोझो गरेर आफू मात्र धनी हुने, आफ्नो आसेपासेहरू मात्र धनी हुने खालको नीतिहरूमा चाहिँ तल्लीन भएको पाइन्छ। त्यसैको उपज हेर्नुहोस्, तपाईले देखिराख्नु भएको छ बल्लटार जग्गा प्रकरणको कुराहरू छन्। विभिन्न यस्ता भ्रष्टाचारहरूमा चाहिँ शासन सत्तामा रहेका व्यक्तिहरू मुछेको पाइन्छ। यो तपाईँ हामीले दिएको कर भनौं, तपाईँ हामीले दिएको राज्यले तिरेको करबाट निर्माण भएको पुँजीहरूले चाहिँ अहिले नीतिगत रूपमा भ्रष्टाचार गरेको पाइन्छ। यहाँसम्म यस्तो खालको भ्रष्टाचार जो शासन सत्तामा रहेर
देशको उच्च पदस्थमा बसेको व्यक्तिहरूले देशकै बदनाम हुने खालको चाहिँ भ्रष्टाचारहरू गरेको पाइन्छ, देखिन्छ। अहिले हेर्नुहोस्, तपाईलाई बडो विडम्बनाका साथ भन्नुपर्छ, संसारभरि तपाईँ हामी यात्रा गर्यौं भने नेपालको पासपोर्ट देख्ने बित्तिकै ती मुलुकहरूले के भन्छ भन्दाखेरि यो गए गुज्रेको देशबाट आएको छ रहेछ भनेर चाहिँ भन्छ। किनकि त्यो एउटा संसारभरिको पासपोर्टहरूको पनि एउटा मापन, एउटा मूल्याङ्कन गर्ने एउटा छ। उसले के भन्छ भन्दाखेरि नेपालको रातो पासपोर्ट होल्डर भएर एउटा कूटनीतिक व्यक्तिको रूपमा गएको व्यक्तिहरू पनि त्यो लेभलको पाइँदैन अरे, किनकि त्यस्तो खालको भ्रष्टाचार हुँदो रहेछ यहाँनिर। भन्नुको तात्पर्य नेपालको यति गए गुज्रेको स्थितिमा पुर्याइएको छ, तपाईँ हामीले अब सोच्ने बेला आएको छ। तर त्यो सोच्ने बेला कहिले भन्दाखेरि अहिलेदेखि नै, अब फागुन 21 गते तपाईँ हामीले चाहिँ तपाईँ त्यो फागुन 21 गते भन्दा अगाडि आउला, आपा आमा भन्दै आउला हैन, फ्याफुला झोले भन्दै आउला, तपाईँ हामीले सोच्ने बेला आएको छ। तपाईँ हाम्रो जस्तै अनुहार भएका व्यक्तिहरू आउँछ, तपाईँ हाम्रै कुरा गर्ने व्यक्तिहरू आउला, तर तपाईँ हामीले के भन्नु सक्नुपर्छ भन्दाखेरि तिमी मूलवासी हो भनेर सोध्नु सक्नुपर्छ, तिमी मंगोल हो भनेर सोध्नु सक्नुपर्छ। यदि उसले होइन हामी मंगोल होइनौ, हामी मूलवासी होइनौ, हामी आदिवासी, हामी जनजाति हौ भने हामी झुकिनु हुँदैन। हेर्नुस्, किनकि मंगोल र मूलवासी भन्ने आँट मंगोल नेशनल अर्गनाइजेसनको नेता कार्यकर्ताले मात्र गर्न सक्छ, अरु कसैले गर्न सक्दैन। हेर्नुस्, किन भन्दाखेरि मंगोल र मूलवासी भन्ने शब्द यति शक्तिशाली शब्द हो। यो शब्दकै कारणले गर्दाखेरि महामना डाक्टर गोपाल गुरुङजीले नेपालमा जर्जर रूपमा जकडिएर बसेको जुन राज संस्था हिन्दू राष्ट्रहरू जस्तो ढाल्नु सक्षम हुनुभयो। त्यसकारणले गर्दाखेरि जसले मंगोल र मूलवासीको कुरा गरेर, जसले मंगोल र मूलवासी उच्चारण गरेर तपाईहरुको घर दैलोमा मंगोल नेशनल अर्गनाइजेसनको नेता कार्यकर्ता आउँछ, उहाँलाई नै विश्वास गरेर चुनाव चिन्ह कुखुराको भालेमा चाहिँ मत जाहेर गरिदिनु हुन म हार्दिक अनुरोध गर्दै, र हिजोको बन्द सत्रबाट जो सन्तोष तामाङजीको नेतृत्वमा तेमाल गाउँपालिका गठन भएको छ, उहाँहरूले पक्कै पनि तपाईहरुको साथ सहयोग पायो भने तेमाल मात्र नभए समग्र देशलाई नै मंगोलमय बनाउने अभियानमा जुट्ने हुनेछ भन्ने मैले विश्वास लिएको छु। र उहाँहरूको अग्रिम सफल कार्यकालको शुभकामना व्यक्त गर्दै म आफ्नो भनाइलाई यी विद्यमान अनुभूति चाहे स्वीकार होला, बिदा हुँदाको जय मंगोल।